सम्मानित अदालतको जे छ फैसला त्यसमा हामी तयार छौँ भन्दै हामी जान सक्थ्यौँ नि त। हाम्रो त 10औं करोड खर्च भएको छ, हजारौं जनाले यहाँ काम गरिरहनु भएको छ, लाखौं जना व्यक्तिहरू यहाँ तयारी हुनुहुन्छ आउनको लागि। देश र विदेशका हामीले सन्त महन्तलाई बोलाएका छौँ। हामी हाम्रो इज्जतमाथि, हाम्रो प्रतिष्ठामाथि, हाम्रो सम्मानप्रति चाहिँ जुन औँला उठाउनु भएको छ यसले त साँच्चीकै अब हजुर जस्तो व्यक्तित्वले हामी जनताका सबै हाम्रा पीडाहरूलाई जनतामा लानुहुन्छ। अझै पनि म भन्छु हामी समन्वय, सहकार्य, साथ सहयोगको महानगर अझै पनि अपेक्षा गर्छौँ। तर हामीमाथि अन्याय, हामीमाथि अत्याचार, हामीमाथि लाठी प्रहार, हामीमाथि लुटपाट महानगरपालिकाले गरेको हुनाले यसको हामी घोर विरोध गर्न चाहन्छौँ। हामी शान्तिपूर्ण ढङ्गले महायज्ञ गरिरहेका छौँ। हामीले यहाँ कुनै रक्तपात गर्न खोजिरहेका छैनौँ। हामीले यहाँ कुनै रक्सी खान खोजिरहेका छैनौँ। धर्म गर्न खोजिरहेका छौँ। सबैलाई धार्मिक पर्यटक बनाउन खोजिरहेका छौँ। पोखरा महानगरपालिकामा सबैलाई शान्तिपूर्ण ढङ्गले धर्मको नामबाट पोखराको विकास गर्न हामीले खोजिरहेका छौँ। तर आज पोखरा महानगरपालिकाले आज नगर प्रहरी छोडेर आज धर्मको नाममा धर्म युद्ध मचाउन खोजिरहेको छ। हामी यति गर्दा पनि पोखरा महानगरपालिकाको विरुद्धमा हामी होइन यिनीहरूको धर्म विरोधी यो गतिविधि गरिरहेको छ। यसको विरुद्धमा हामी घोर आपत्ति गर्न चाहन्छौँ। पोखरा महानगरपालिका हामीले भोट हालेर जिताएको पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरू आज ठुलो उहाँले हेरिरहनु भएको छ। उहाँले त भन्नुभएको छ हामीलाई यो धर्मको कार्यमा जान मन लागेको छ, तर महानगरको निर्देशन छ के गर्ने भनेर महानगरका वडा अध्यक्षज्यूहरूले भनिरहनु भएको छ। वडा अध्यक्षज्यूहरूलाई हामी सुरट गर्न चाहन्छौँ। जब वडा अध्यक्षज्यूहरूले यो गर्न खोजिएको कार्य बहुत राम्रो हो, धर्मको जगेर्ना हो। आज 80% 85% हिन्दू भएको ठाउँमा आज हिन्दू धर्मले गर्न खोजेका गतिविधिमा जब अवरोध गर्न खोजिन्छ भने हामी वडा अध्यक्षहरूले पनि यसमा यो खालको रोक्ने गतिविधिमा हामी सपोर्ट गर्दैनौँ। हामी तपाईँहरूको कार्यक्रममा हामी औपचारिक रूपमा आउँछौँ भनेर वडा अध्यक्षज्यूहरूले हामीलाई भनिरहनु भएको छ। तसर्थ वडा अध्यक्षज्यूहरूको समर्थन छ। तर मेयर साहबले जुन खालले आज चाहिँ यहाँ नगर प्रहरी पठाएर जुन यहाँ यो हुन लागिरहेको महायज्ञ कोटी होमलाई विरोध गरिरहनु भएको छ यसको फलिफाप त उहाँ आफै बिहोर्नुहुन्छ। हामीले उहाँलाई गाली गर्न पर्दैन, हामी गाली गर्दैनौँ। बैठकबाट हल हुन्थ्यो कि पूजा नै रोक्न यो हिन्दू धर्म भइरहेको खास चाहिँ के हो भनिदिनुहोस् न। अब खासमा के हो भने यहाँ जहाँ अहिले हामी कार्यक्रम गर्न खोजिरहेका छौँ, तब यहाँ पोडियम गर्न सक्दैन भइरहेको छ। यो ठाउँमा पोखरा महानगरपालिकाको स्वीकृति छैन होइन, पोखरा महानगरपालिकाले स्वीकृति दिएको छैन। योभन्दा केही समय अगाडि वडाबाट लिएको भन्ने जहाँसम्म कुरा छ, वडाबाट दिएको त्यसको कुनै मान्यता हुँदैन। वडा कार्यालयले अनुमति दिने अधिकार छैन। र यद्यपि अब त्यो वडा कार्यवाहक सदस्य भएको हिसाबमा त्यहाँ गएको कुरालाई महानगरपालिकाले रद्द गरिसकेको छ। त्यसो भएको हुनाले यहाँ यो क्याम्पिङ, यो बालै चौक, यो पर्यटकीय ठाउँ हो। हाम्रो अनुरोध के हो भने आयोजकलाई हाम्रो पोखरा महानगरपालिकाको अनुरोध के हो भने यो ठाउँ यो लामो 92 दिनसम्मको लामो कोटियमको लागि यो उपयुक्त छैन। यो पर्यटकीय ठाउँ हो होइन। त्यसो भएको हुनाले यो ठाउँ बरु महानगरपालिका अरू कुनै ठाउँमा यो धार्मिक कार्यक्रमलाई कुनै धार्मिक क्षेत्रमा कार्य गरौँ, कुनै तीर्थस्थलमा गरौँ अथवा कुनै मठ मन्दिरमा गरौँ अथवा कुनै दोभानमा गरौँ। हामीले महानगरपालिकामा कहीँ कतै यो कार्यक्रम गर्न नदिने भन्ने होइन, महानगरपालिकाले गर्न दिन्छ। तर के भने यो ठाउँ उपयुक्त हुन छैन भन्ने नै हो। त्यसो भएको हुनाले आज जहाँ कार्यक्रमले भूमि पूजन हुँदैछ भन्ने सुनिएको छ, आज यो कार्यक्रम स्थगन गर्नको लागि हामीले आयोजकलाई अनुरोध गर्दछौँ। किनभने यो कार्यक्रममा समग्र हाम्रो पोखरा महानगरपालिका, सिङ्गो नगरपालिका र नगरसभा हाम्रो 167 जनाको नगरसभा सदस्यहरू हुनुहुन्छ, 43 जना कार्यपालिका सदस्य हुनुहुन्छ। यो सिङ्गो 33 वडाको निर्वाचित भएको टोली हामी तपाईँहरू सबै आयोजकलाई विनम्रतापूर्वक के अनुरोध गर्छौँ भने स्थानीय सरकार सञ्चालन ऐन 2074 मा महानगरपालिका क्षेत्रभित्र कहीँ कतै कार्यक्रम गर्दाखेरि महानगरपालिकासँग स्थानीय सरकारसँग अनुमति लिने, स्वीकृति लिने भन्ने प्रावधान छ। त्यही अनुसारले यो चाहिँ कार्यक्रममा जुन महानगरपालिकाले यसमा स्वीकृति नदिएको अवस्थामा आज कार्यक्रम हुँदैछ भन्ने भइसके पछाडि हामी कार्यपालिकाको बैठकबाट सिङ्गो सबै वडा अध्यक्षज्यूहरू
र सबै कार्यपालिका सदस्यहरू हामी उपस्थित छौँ। हामी यहाँ कार्यक्रमलाई आयोजकहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न के आएको भने यो कार्यक्रम अहिले यहाँ यो ठाउँ जहाँ तपाईँहरू गर्दै हुनुहुन्छ यो ठाउँमा नगर्नुहोस् होइन, यो कार्यपालिकाको यसमा महानगरको स्वीकृति पनि छैन भन्ने हामीले अनुरोध गर्न आएको तपाईँहरूलाई अनुरोध गरेका छौँ। तर यो कार्यक्रममा फेरि हाम्रो चाहिँ यो कार्यक्रम महानगरपालिकाभित्र कहीँ कतै गर्न हुने भन्ने होइन। त्यसको लागि तपाईँहरू आयोजकले ल्याउनुहोस्, ठाउँ कहाँ उपयुक्त हुन्छ, धार्मिक क्षेत्रहरू कहाँ छ, कहाँ ठाउँ उपयुक्त हुन्छ त्यो ठाउँमा गर्नुहोस्। त्यसको लागि कार्यपालिकाले हामीले चाहिँ नि हामी सबै यहाँ जनप्रतिनिधि हामी छौँ, हामीले त्यसमा साथ सहयोग गर्छौँ। हिजोमा कार्यक्रम गर्दा भएका केही कमजोरीहरू आयोजक पक्षबाट पनि त्यो सुधार हुनुपर्छ, त्यो कुरामा हामी सकारात्मक छौँ। तर के भने यसमा हाम्रो यो कुनै धर्मप्रति कुनै यो कार्यक्रमप्रति हामी लक्षित होइन, मात्रै हाम्रो के हो भने ऐन नियम र कानुन प्रचलित ऐन नियम कानुनमा हामी सबै अट्नुपर्छ। कानुनभन्दा माथि हामी कोही छैनौँ होइन। यसमा चाहिँ बसौँ, छलफल गरौँ, अरू अल्टरनेटिभ ठाउँहरू विकल्पहरू कहाँ छौँ त्यसको खोजी गरौँ र यसमा हामी पनि सबैको हाम्रो साथ सहयोग समर्थन रहन्छ भन्ने नै हाम्रो अनुरोध हो। र पुनः म अन्तमा हामी सबै यो चाहिँ यहाँ जनप्रतिनिधि हामी यहाँ छौँ र हामी भर्खरै बैठकबाट आएका छौँ र हाम्रो अनुरोध आयोजकलाई द्वन्द्व गरेर विवाद गरेर अगाडि नबढौँ, त्यसले सबैलाई हित गर्दैन। त्यसो भएको हुनाले यो धार्मिक कार्यक्रम हो, यसमा हामी धार्मिक कार्यक्रम हामी सबै एउटा धर्मसँग हामी जोडिएको मान्छे छौँ। धर्मप्रति हामी सबै धर्मप्रति हाम्रो सम्मान छ होइन, उच्च सम्मान छ, कार्यक्रम गर्ने कुरामा हाम्रो सम्मान छ। तर के भने यो ठाउँ यो कार्यक्रमलाई उपयुक्त छैन भन्ने नै हो र यसको स्वीकृति छैन। सम्पूर्ण सनातनीहरूलाई आग्रह गर्न चाहन्छु, आज यो विजय मूर्ति कस्तो मान्छे हो, के हो, त्यो बदमास हो कि ठग हो कि ल ठिक छ ऊ ठगै हो, तर भोलि हाम्रो सनातन सम्पदा भनेको हाम्रो सनातन संस्कृति भनेको जल संस्कृतिसँग उभिएको चाहिँ संस्कृति हो। आज हाम्रो नजिकै संस्कृतिमा तालबारे माता हुनुहुन्छ, भोलि यहाँ ठुल्ठुला कार्यक्रम गर्नुपर्छ। तालबारे माताको तालबाराको चाहिँ विकासको लागि हामीले ठुल्ठुला अनुष्ठान गर्नु पर्ला, भोलि मेला भर्नु पर्ला, भोलि केदारेश्वर यहाँ समितिमा छ, बेला बेला बोलबम यात्रा हुन्छ, विभिन्न कार्यक्रमहरू हुन्छन्, भोलि यी ठाउँमा कार्यक्रम गर्नु पर्ला, भोलि यहाँ पर्यटन बोर्डको जग्गा छ त्यहाँ ठुल्ठुलो कार्यक्रम गर्नु पर्ला भनेपछि अब नदीको किनारमा सनातनीहरूले गर्ने नै नदीको किनारमा कार्यक्रम हो। 68 करोड मान्छेले नदीमै गएर डुब्की मारेका हुन्, 10 लाख मान्छेले देवघाटमा नदीमै गएर डुब्की मारेका हुन् भने नदी जलसँग जोडिएको संस्कृतिलाई जुन भत्काउने काम महानगरले नजिक बनाउँदैछ यो अत्यन्तै घृणित काम भएको हुनाले यो निन्दनीय काम छ। सम्पूर्ण सनातनीहरूले म विजय मूर्तिको पक्ष लिएर बोलेको होइन, विजय मूर्तिको व्यक्तिगत चरित्र मलाई मतलब छैन, तर कुरो के हो भने हामीलाई बुढी मोरी भन्दा पनि काल फल्क्यो। जुन महानगरपालिकाले जुन विरोध गर्यो यो अत्यन्तै खतरनाक कुरा छ। त्यसकारण म सबैले के बुझ्न जरुरी गर्छु भने व्यक्ति विशेषमा नलाउँ, विजय मूर्ति कोनतिर पनि नलागौँ। कुरो के हो भने यो ठाउँमा यज्ञ गर्न रोक्दाखेरि भोलि हाम्रो ठाउँमा सनातन सम्पदाहरू सनातन संस्कृतिका कामहरू मान्न रोक्दाखेरि भोलि हाम्रो ताल किनारमा भएका नदी किनारमा भएका सबै रोकिए भने के गर्नुहुन्छ? अब यसको समस्या समाधान गर्न के गर्न पर्यो त? यो होला अब त यहाँ त पूजा सुरु भइसक्यो। सबैभन्दा पनि के हुन्छ भने पूजा हुन्छ, कसैले रोकिँदैन, अदालतले नरोकेपछि रोकिँदैन, अदालतको चाहिँ आदेश हामीले मान्नुपर्ने हुन्छ। पहिलो कुरा 65 मिटरभन्दा माथि यज्ञका अनुष्ठान क्रियाहरू बन्छन्, मान्छे उभिन कसैले रोक्न मिल्दैन। यो चौर हो, चौरमा मान्छे उभिन्छन्, जे निर्माण हुन्छ 65 मिटर छोडेर हुन्छ। त्यसकारण यो व्यक्तिका जग्गाहरूमा हामीले भाडामा लिएर संस्थाको जग्गा भाडामा लिएर गरेको कुरामा नेपालको संविधानले दिएको जुन व्यक्तिगत स्वतन्त्रता छ त्यो स्वतन्त्रतामा व्यक्तिले सम्पत्ति कमाउनु पाउने, खर्च गर्न पर्ने, कार्यक्रम गर्न पाउने जुन स्वतन्त्रता छ यसमाथिको हस्तक्षेप चाहिँ गर्न पाइँदैन। वास्तवमा पोखरा महानगरपालिकाले यो भ्रमण वर्ष 2025 मनाउँदै गर्दा सर्देव गुरुदेव विजय कृष्णमूर्ति महाराजजीले यहाँ यो चाहिँ ऐतिहासिक गण्डकी 100 शतकुण्डीय चाहिँ विराट ज्ञान महायज्ञ सञ्चालन गर्दाखेरि यदि साँच्चीकै यहाँ भ्रमण वर्ष मनाउने नै हो भने सौभाग्यपूर्णमा मेयर साहब आएर यो कार्यक्रम गर्नलाई स्वीकृति दिएर सहमत जनाएर सबै आइदिनुहोस् भन्नुभयो भने व्यक्तिगत रूपमा मेयरलाई पनि फाइदा हुन्छ, सँगसँगै पोखराको पर्यटन व्यवसायलाई पनि फाइदा हुन्छ, सँगसँगै यो क्षेत्रका र अधिराज्यभरिका भजन गायक, भजन आमा बुवा दाजुभाइ दिदीबहिनी भजन गाउनेहरूलाई पनि फाइदा हुन्छ। त्यसकारणले यो अब जसरी पनि यो कोट्यौँ लगाएरै छोड्ने प्रतिबद्धता मानव सेवा फाउन्डेसनको आएको छ, जग्गा लिइसकेको छ, नेपाल ट्रस्टको जग्गा हो, वरिपरिकाले भनिसक्नु भएको छ हामीलाई डिस्टर्ब छैन। यही वडाको वडा अध्यक्षले पनि भन्नुभएको छ म महायज्ञको विरोधी होइन भनिसक्नु भएको छ। त्यस कारणले अब मलाई लाग्छ एक दुई दिनमा आजको घटनाले गर्दा एक दुई दिनमा मेयर साहबलाई नागरिक समाजले दबाब दिनेछ र मेयर साहबले पनि ठिक छ भनेर यसलाई स्वीकृति जनाउनु हुनेछ भन्नेमा म विश्वास गर्छु।
आजको भिडियो त धार्मिक द्वन्द्व निर्णय देखियो नि होइन। आजको भिडियोले यति चाँडै हामी धार्मिक द्वन्द्वमा नजाउँ, जान हुँदैन भन्ने मान्यता हाम्रो। म पनि त्यही हिसाबले म बाहिर थिएँ, यहाँ यस्तो भयो अरे भनेपछि दौडेर आइसकेपछि जे घटना मैले देखेँ त्यो दुःखद घटना देखेँ। यहाँका सयपत्री फुललाई हाम्रो नगर प्रहरी दाजुभाइहरूले लात्ताले हानेर घिसार्दै लग्यो। सयपत्री फुल लात्ताले हानेर घिसार्दियो भने महानगरले फुल किन रोप्नु पर्यो होइन। अनि यहाँ पूजाका लागि राखिएका सामग्रीहरू लतार्ने र घिसार्ने पछाडि गरेर लिएर गएका छन्। त्यस्तो गरेर लान आवश्यक छैन। तैपनि संयम भई नगर प्रहरीका दाजुभाइहरू जो संयम हुनुभयो, त्यो संयमका कारणले यहाँ जुन घटना ठुलै होला जस्तो थियो त्यो हुन पाएन। हाम्रा जनपद प्रहरी र सशस्त्र प्रहरीका दाजुभाइले पनि हामीलाई अलिकति जाने द्वन्द्व नहोस् है, हामीले दुवै पक्षलाई जोडाउन आएका भन्ने खालको एउटा सहजीकरण गर्न आएको अनुभूति हामीलाई दिलाउनु भयो। र मलाई जहाँसम्म लाग्छ अब यो एक थरी दिन्न भन्दै गर्दा एक थरीले गर्छु भन्दै गर्दा यतिको हुनु स्वाभाविकै हो। यसलाई मैले ठुलो कुरो रूप पनि लिएको छैन। तर अब यदि यसलाई हुन नदिने नै भनेर यदि चाहिँ महानगर लाग्यो भने महानगरमा पनि क्षति हुन्छ, व्यक्तिगत क्षति जानु। सर्वारिष्ट शांति भवतु जगत शांति तथा जगत अरिष्ट शांति सुशांति भवतु सर्वारिष्ट शांति भवतु निर्विघ्नमस्तु निर्विघ्नमस्तु निर्विघ्नमस्तु। भव प्रसन्ना वरदा भव हिरण्यगर्भगर्भस्थं हिमबीजं विभावसो आनन्दपुण्यफलमत शान्तिं प्रयच्छमे इदं फलमया देव स्थापितं तेन मे सकला प्राप्ति भवे जन्मनि जन्मनि। चन्द्रादित्य धरणी कंठे रुद्रसमासिता विष्णुदेव ब्रह्मा मध्ये मातृगणाधिका कुक्षौ सागरा सप्त सप्त दिवा वसुंधरा ऋग्वेदो सामवेदो यथर्वण अंगैश्च सहिता सर्वे कलशन्तु समासिता। अत्र गायत्री सावित्री वृष्टि पुष्टि तथा आयान्तु यज्ञाते अयन्त्रकारका दुरितक्षयकारका। अत्र गायत्री सावित्री वृष्टि पुष्टि तथा आयान्तु मम यज्ञ। श्री कलश देवता ध्यानं समर्पयामि। कंठे रुद्र समासिता विष्णुदेव ब्रह्मा मध्ये मातृगणाधिका कुक्षौ सागरा सप्त सप्त दिवा वसुंधरा ऋग्वेदो सामवेदो यथर्वण अंगैश्च सहिता सर्वे कलशन्तु समासिता। अत्र गायत्री सावित्री वृष्टि पुष्टि तथा आयान्तु यज्ञाते अयन्त्रकारका दुरितक्षयकारका। अत्र गायत्री सावित्री वृष्टि आयान्तु मम यज्ञ। श्री कलश देवता ध्यानं समर्पयामि। कुरु प्रजाभ्यो अयं पशुभ्यः